विराटनगर महानगरपालिकामा पछिल्लो समयमा गीत, गजल र डान्स बारहरू खुल्ने क्रम तीव्र गतिमा छ। यो सँगै विराटनगरमा दोहोरी साँझ र स्पा सेन्टरहरू पनि खुलिरहेका छन्। होटल तथा रेस्टुरेन्टको रूपमा खुलेका यस्ता व्यवसायका कारण सर्वसाधारणले भने विभिन्न खाले समस्या झेल्दै आएका थिए। राति अबेरसम्म सञ्चालनमा आउने यस्ता व्यवसाय सञ्चालन भएका स्थान नजिक बस्नेहरूलाई ध्वनि प्रदूषणका कारण समस्या थियो। गीत, गजल तथा डान्स बारहरूमा बज्ने सङ्गीतको ठूलो आवाजका बारेमा विराटनगर महानगरमा बारम्बार गुनासो आइरहन्थ्यो। यस्ता व्यवसायमध्ये धेरैजसो महानगरमा दर्ता बिना नै सञ्चालनमा थिए, जसका कारण महानगरले पाउने राजस्व समेत गुमाइरहेको थियो। कसरी र कहाँ दर्ता गर्ने भन्ने अन्यलका कारण पनि यस्ता व्यवसाय दर्ता गर्न व्यवसायहरू जाँदैन थिए। भारतीय ग्राहकलाई लक्षित गरी खुलेका यस्ता व्यवसायको बारेमा गुनासो आएपछि महानगरले 1 वर्ष यता अनुगमनमा कडाई गरेको छ। अनुगमन सँगसँगै व्यवसायको दर्ता प्रक्रिया र व्यवस्थापनदेखिका समस्याहरूलाई सम्बोधन गर्न विराटनगर महानगरले घर दैलो अभियान नै सुरु गरेको छ। राजस्व महाशाखाका कर्मचारी सदस्य र होटल व्यवसायबाट चाहिँ 3 जना व्यक्तिहरू चाहिँ यसमा चाहिँ सदस्य रहने गरी एउटा अनुगमन समिति बनाएको थियो। यो अनुगमन समितिले चाहिँ हामीले विशेष गरी विराटनगर महानगरपालिका क्षेत्रभित्र खुलेका गीत, गजल, दोहोरी साँझहरूको चाहिँ हामीले अनुगमन गर्यौं। अनुगमनका क्रममा दर्ता प्रक्रियाबाट हुने फाइदाका बारेमा समेत जानकारी दिइन्छ। महानगरको यो कडा अनुगमनपछि अहिले केही सकारात्मक परिणामहरू देखिन थालेका छन्। धेरै रेस्टुरेन्ट, बार, गीत, गजल र स्पा सेन्टरहरू अहिले महानगरमा औपचारिक रूपमा दर्ता हुन थालेका छन्। साथै व्यवसायीहरूले महानगरले बनाएका मापदण्डहरू पालना पनि गर्न थालेका छन्। ध्वनि प्रदूषण हुन नदिनका लागि भौतिक पूर्वाधार बनाउन थालेका छन्। यसैगरी रेस्टुरेन्टका कारण हुने ट्राफिक जाम पनि हुन छाडेको छ। महानगरले निर्धारण गरेका मापदण्डहरू अहिले पालना हुन थालेका छन्। डान्स बार र गीत, गजल रेस्टुरेन्टले आफ्नै पार्किङ स्थल बनाउन थालेका छन्। होटल तथा रेस्टुरेन्टको सरसफाइमा समेत सुधार आउन थालेको छ। व्यक्तिहरू, अधिकांश व्यवसायीहरूले मापदण्ड पूरा गरेको अवस्था छ। अहिले एका दुई छुटपुट कोही विभिन्न कारणले दर्ता हुन छुट्नु भएको छ। कतिपय हाम्रो क्राइटेरियाभित्र नछिरेको र हामीले दर्ता नगरिदिएको कारणले गर्दा दर्ता छुट्नु भएको छ भने कतिपय चाहिँ अब प्रोसेसमा उहाँहरू मनोरञ्जन करहरू तिर्दै प्रोसेसमा हुनुहुन्छ। अधिकांश चाहिँ अहिले व्यवसायहरू गीत, गजल, दोहोरी साँझहरू चाहिँ मापदण्ड पूरा गरेको अवस्था छ महानगरपालिकामा। महानगरपालिकाले यस्ता अनुगमन अभियानलाई निरन्तरता दिने बताएको छ। महानगरले आगामी दिनमा व्यवसायहरूलाई मापदण्ड पालना गर्नका लागि प्रशिक्षण र तालिमको व्यवस्था गर्ने समेत योजना बनाएको छ। यसबाट व्यवसायहरूलाई कानुनी दायरामा ल्याउन र सेवाको गुणस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास महानगरको छ। साथै करको दायरामा ल्याउन समेत महानगरले कर शिक्षा कार्यक्रम अभियान मार्फत चलाइरहेको छ। त्यसै गरी हामीले अहिले विराटनगरमा पछिल्लो चलनमा गीत, गजलहरूको चाहिँ अत्यन्त धेरै भइसकेपछि हामीले विराटनगरमा जति पनि गीत, गजलहरू छ सबैलाई महानगरमा बोलाएर तपाईँ मापदण्ड हामीले दिउँ। यो मापदण्डभित्र चाहिँ विराटनगरको सबै गीत, गजलहरू रहनुपर्ने छ। तपाईँहरूले चाहिँ साउन्ड प्रुफ हल बनाउनु पर्नेछ। तपाईँहरूको गीत, गजलले डिस्टर्ब हुन भएन भनेर विभिन्न कार्यविधिहरू हामीले बनाएर उहाँहरूलाई पहिला सुरु चाहिँ हामीले यहीँ बोलाएर कमिटमेन्ट गराउँछौँ र त्यो कमिटमेन्ट बनाएर त्यहाँ पनि एउटा समिति हामी बनाइदिन्छौँ र त्यो समितिमा उहाँहरूको आफ्नै पनि युनियन छ, होइन, सबैको युनियन छ। त्यहाँबाट हामीले चाहिँ 1-2 जना व्यक्तिलाई चाहिँ त्यो समितिमा राखिदिन्छौँ। हाम्रो महानगरको टिम सँगसँगै उहाँहरूलाई पनि त्यहाँ राख्दाखेरि हामीले अनुगमनमा जाँदा उहाँहरूले पनि गएर देख्नुभएका कमी कमजोरीहरू उहाँहरूकै समितिले चाहिँ नै उहाँहरूलाई त्यो सच्याउनको निमित्त फोर्स गर्नुहुन्छ, होइन। जस्तो होटल व्यवसायकै मान्छे गइसकेपछि होटल व्यवसाय युनियनले नै त्यो उहाँहरूलाई चाहिँ सच्याउने भन्नुहुन्छ। यसरी हामीले पहिला चाहिँ यहीँ बोलाएर एक चरण छलफल गर्ने, माइनोट गर्ने, कमिटमेन्ट गराउने र तत्पश्चात फेरि जाँदाखेरि चाहिँ हामीले जरिवाना गर्ने कामहरू गरेछौँ। यसले चाहिँ धेरै सुधार ल्याएको छ। कोशी प्रदेशको राजधानी विराटनगर जस्तो सहरमा मनोरञ्जन व्यवसायहरूको विकास हुनु स्वाभाविक हो, तर त्यसलाई व्यवस्थित र नियमित गर्न सकेमा मात्रै यसले समाज र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउनेछ। महानगरको यस पहलले नागरिक र व्यवसाय दुवैलाई लाभ पुग्ने देखिन्छ।